भुटानी शरणार्थी काण्डको अपार सफलतापछि यति बेला गृहमन्त्री रमेश लेखकको मुख्य भूमिका रहेको भिजिट भिसा काण्ड भव्यताका साथ चलिरहेको छ। झण्डै 1 वर्ष अघि रासपा सभापति रवि लामिछाने गृहमन्त्री थिए। उनी सहकारी ठगी प्रकरणमा मुछिएपछि यिनै गृहमन्त्री लेखकले चर्को रूपमा नैतिकताको प्रश्न उठाएका थिए। कुनै मन्त्रीमाथि प्रश्न उठेमा अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिनुपर्ने माग गरेका थिए। तर अहिले यति ठूलो आरोप लाग्दा पनि राजीनामा लेख्न नजान्ने लेखक कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जानुपर्ने हो भन्दै प्रश्न गर्न थालेका छन्। मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ। म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु। म यो आग्रह गर्न चाहन्छु। अब यो बारेमा म विस्तृत कुरा 13 गते सम्मानित सदन प्रतिनिधि सभामा बोल्नका लागि मैले समय माग गरिसकेका छु। अरु विस्तृत कुरा म प्रतिनिधि सभामा आग्रह गर्छु। आर्थिक अनियमितता गरेको प्रमाणित भए राजनीतिक जीवनबाटै राजीनामा दिन्छु पनि भन्न भ्याएछन् लेखक सरले। होइन, यो भन्या के, प्रमाणित भएपछि त जेल जाने हो, राजीनामा दिएर छुट पाइन्छ। तर के गर्नु, आफै भ्रष्टाचारी आरोपी, आफ्नै सरकार, आफै गृहमन्त्री, पुलिस प्रशासन आफ्नै मिडिया, आफ्नै अदालत। अब कसले गर्ने छानबिन, कसले गर्ने कारबाही? खुरुक्क राजीनामा दिने हो। जनआवाज यही छ। नाकैमा फोहोर लाग्दा गन्ध थाहा नपाउने हुँदैन। नेतृत्वको जानकारी बिना यति उच्च स्तरको सेटिङ र ठूलो असुली असम्भव प्राय नै छ। चोरले म चोर हो भनेको आजसम्म सुनेको छैन। नैतिकता छ भने तुरुन्त गृहमन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरियोस्। धेरै थुतुनो बजाएर जनताले कसैको कर्तुतलाई पुण्य मान्नेवाला छैनन्। भुटानी शरणार्थी, क्विन्टेल सुन तस्करी र अहिलेको भिजिट भिजा प्रकरणले प्रष्ट गर्छ केही व्यक्ति होइन, राज्य नै भ्रष्टाचार गर्ने संयन्त्र हो। कथित शीर्षलाई यो थाहा छैन भने कसले पत्याउँछ? नियुक्ति र सरुवामा सेटिङ मिलाउने यिनै हुन्। उपल्लो नेतृत्व मानव तस्करीमा संलग्न छ। लस्कर लागेर तस्करको विज्ञप्ति अर्थहीन छ। मन्त्रालय पुरै खाली गर्नु जरुरी छ। कुनै पनि निकायलाई निर्देशन गर्ने हैसियत अब गृह मन्त्रालयसँग छैन। पछिल्लो 10 महिनामा अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन आएको छ पनि भन्न भ्याएछन् गृहमन्त्री लेखकले। सत्य के हो त? एकपटक हिसाब गरौँ है त। 1 महिनामा औसत 30 दिन हुन्छ। रमेश लेखक गृहमन्त्री भएको 10 महिना भयो, अर्थात् 30 गुणा 10 बराबर 300 दिन। दैनिक असुली 50 लाख। 50 लाख गुणा 3 दिन 300 दिन बराबर जम्मा असुली 150 करोड। ओ माई गॉड, झण्डै क्याल्कुलेटरमा अटेन अङ्क। गृहमन्त्रीले भनेको सही हो रहेछ। तस्करहरूको अर्थतन्त्रमा ठूलो परिवर्तन आएको रहेछ। तर जनताको चुलोमा टाइ टाइ फिस। 10 महिना अघि पदीय जिम्मेवारी सम्हाल्दै गर्दा यिनले भनेका थिए, मेरो तर्फबाट इमानदारी पूर्वक यो मन्त्रालयले सम्पादन गर्नुपर्ने कार्य निष्ठापूर्वक गर्नेछु। तर गृहमन्त्री भएदेखि नै यिनको इमानदारीतामाथि बारम्बार प्रश्न उठ्यो। सरुवा बढुवा, नियुक्ति अनि शक्तिको दुरुपयोगमा त यी जति पारङ्गत आजसम्म कोही देखिएनन्। शान्ति सुरक्षा सम्बन्धी यिनको नेतृत्व क्षमता इतिहासकै कमजोर देखियो। तर कार्यक्षमता प्रदर्शन र सत्ताको निष्पक्षता पनि कुनै चिज हुन्छ भनेर पत्याउन छाडिसकेका जनताले यी कुरामा खासै चासो राखेनन् र नदेखिया चाहिँ गरिदिए। तर अहिले यिनीमाथि मानव तस्करी जस्तो जघन्य अपराधमा संलग्नताको आरोप लागेको छ। अहिलेसम्म बाहिर आएका हुजुरी तथ्य, भुक्तभोगी तथा साक्षीका कुराहरूलाई मात्र आधार मान्दा पनि गृहमन्त्रीका सचिवालय सदस्य र चहिताहरू दूधका धुला नभएको मात्र होइन, धेरै त यसअघि विभिन्न काण्डमा मुछिएकाहरू रहेछन्। देशभरको सूचना राख्ने गृहमन्त्रीलाई आफ्नै सचिवालय र चहिताहरूले के गरिरहेका छन् भन्ने सूचना थिएन होला भनेर पत्याउने कुरै हुँदैन। पदभार ग्रहण गर्दा
उच्चारण गरेका इमान्दार र निष्ठाका खातिर भए पनि राजीनामा लेख्नुस् लेखकज्यू। मेरो संलग्नता छैन, म राजीनामा दिन्न चाहिँ नभन्नु। तपाईले राजीनामा दिनु पर्नका लागि तपाईको सचिवालय र तपाईले च्यापेकाहरूको दोष नै काफी छ। अझ त्यो भन्दा काफी छ उनीहरूको हरकतप्रति तपाईको चुप्पी। होइन भने कसैले पनि यो देशका जनताका धैर्यतालाई मजाक नसोचोस्। मानव तस्करी गरेर विवादास्पद भएपछि सञ्जालमा आएर स्पष्टीकरण दिने होइन, नैतिकताको आधारमा राजीनामा दिने हो। हुन त यी नेताहरूमा के नै नैतिकता बाँकी छ र? तैपनि घचघच्याउन छोड्नु त भएन। रमेश लेखकको ठाउँमा यदि रवि लामिछाने गृहमन्त्री भएको भए टाइमलाइन कस्तो हुन्थ्यो होला कल्पना गर्नुहोस् त। दर्शकवृन्द, गृहमन्त्रीलाई मानव तस्करीको आरोप, प्रधानमन्त्रीलाई गिरिबन्धु काण्डको आरोप, परराष्ट्र मन्त्रीलाई नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका बेचेको र टिकापुरको जग्गा लुटेको आरोप, ऊर्जा मन्त्रीलाई स्काउट जग्गा कब्जा गरेर भाडा नतिरेको आरोप, अर्थमन्त्रीलाई बालुवाटारको जग्गा कब्जा गरेको आरोप। अब भन्नुहोस् देश कसरी बन्छ? जनतालाई बेकुब बनाउन कोसिस नगरे हुन्छ। लुटेराहरूको राजनीतिक रूपमा स्थायी दाह संस्कार नभई नव नेपाल निर्माणको आधारशिला हो भन्ने जनताले राम्रोसँग बुझिसकेका छन्। तर साँच्चै भन्नुहुन्छ भने दया र घृणा त मलाई यिनका झोले कार्यकर्ताहरूमाथि लाग्छ। यति विवेक शून्य छन् कि पार्टीका नाममा घर घर विभाजित छन्, परिवार परिवार विभाजित छन्। कार्यकर्ताहरूले आफ्नो विवेक नै पार्टीको बन्धक बनाएर झोले बने। राजनीति देशको सबैभन्दा सङ्गठित उद्योग र नेताहरू त्यसका मालिक भए। असल कार्यकर्ता बन्ने चक्करमा झोले कार्यकर्ता बन्दा असल नागरिकको धर्मबाट विमुख भए। शहर र गाउँका चिया पसलमा हेर्नुहोस्, आफूले कहिल्यै थाहा नपाएको नक्कली भुटानी शरणार्थी बिक्रीको कलङ्क एउटा निमुखो कङ्ग्रेस कार्यकर्ताले बोकिरहेको छ। कहिल्यै नदेखेको भिजिट भिसाको बरखी कङ्ग्रेस कार्यकर्ताले बारिरहेको छ। जब भुटानी शरणार्थी र भिजिट भिजाको हिसाब सुरु हुन्छ, उता कहिल्यै जहाज नचढेको दुखी कङ्ग्रेसी कार्यकर्ताको टाउको झन्झनाउँछ। यहाँ प्रश्न एउटै छ, नेताहरूका यति धेरै अपराध र कलङ्कको भारी बोकी बोकी र दुनियाँसँग आँखा झुकाई झुकाई यिनीहरू यी पार्टीमा भइरहन पर्ने मजबुरी चाहिँ के होला? यो देश बनाउने हो भने नागरिकले सुधार यहीँबाट सुरु गर्नुपर्छ। सिधा भन्छु, एकपटक सबै सदस्यता त्यागेर आत्मसमीक्षा गर्नुपर्छ। पार्टीहरू उद्योग भइसकेका छन्। नेताका लागि कार्यकर्ता बढीमा निशुल्क दास हो। त्यसैले आफ्नै छोराछोरीसँग आँखा झुकाएर पार्टीको सदस्यता थाप्न छाडौँ। आफ्नो सन्तानको भविष्यका लागि भए पनि ललिता निवास, बाँसबारी, गिरिबन्धु, यति, ओम्नी वा वाइड बडी जे पनि मिल्न सक्ने, पचाउन सक्ने र फेरि उत्तिकै घमण्ड गर्न सक्ने यिनीहरूको शक्तिको स्रोत के हो? तपाईको सदस्यता। तपाईको सदस्यता यिनीहरूले माफियाहरूलाई बेचे अनि माफियाले राजनीतिलाई केवल प्रभावमा पारेको मात्रै छैनन् कि नियन्त्रणमै लिइसकेका छन्। त्यसका लागि तपाईको सदस्यता जिम्मेवार छन्। गएका वर्षहरू फर्काउन सकिँदैन, तर आउँदा वर्ष त जोगाउन सकिन्छ। लोकतन्त्र निलेको नेतातन्त्र तपाईको पार्टी सदस्यताले धानिएको। यो सदस्यता फिर्ता लिनुहोस्, नेतातन्त्र आफै ढल्छ।